हे गाइज मसँग आज फेरि होएगी ब्राइटनिङ फेसियल क्लेन्जर आइसकेको छ टिकटक सपबाट र यसमा चाहिँ रोज वाटर टर्मरिक एक्स्ट्राक्ट र कजिक एसिडबाट बनेको यो क्लेन्जर हो। यो ब्राइटनिङ फेसियल क्लेन्जरले तपाईको स्किनलाई मोइस्चर गराउनको लागि, युथफुल स्किन देखाउनको लागि र तपाईको स्किनमा रहेको डार्क स्पटहरू, डेड सेलहरू हटाउनको लागि अनि तपाईको स्किनमा भएको एक्सेस मेकअपहरूलाई हटाउनको लागि र प्लस चाहिँ पोर्सहरूलाई मिनिमाइज गर्नको लागि यो क्लेन्जर चाहिँ एकदमै युजफुल छ हैन। मैले आफूले पनि युज गरेँ। ल सबैभन्दा सजिलो भनेको यसमा तपाईहरुले हातमा राखेर यसरी घोटेर यसरी लाउनु परेन, सिधै डाइरेक्टली यहाँ ब्रस दिएको हुन्छ। यसलाई प्रेस गर्ने बित्तिकै यहाँ जति कति चाहिने हो त्यो निकालेर अनि यसलाई मजाले यहाँ यसरी मसाज गरेर नमिल्छ। यदि तपाईहरुको स्किन डल छ, डेड सेलहरू छ अनि प्लस चाहिँ तपाईको स्किनमा पोर्सेसहरू छ भने यो क्लेन्जर युज गर्न सक्नुहुन्छ। यदि तपाईहरुलाई मन पर्छ भने टिकटक शपमा गएर लिन सक्नुहुन्छ। है यो उनी मन पर्यो क्या मलाई, यो डिजाइन नै एकदमै सही लाग्यो। हेर्नु कस्तो मजाको यहाँ यो के रे मसाज गर्नको लागि ब्रस पनि राखिदिएको रहेछ हैन। सी हेर्न सक्नुहुन्छ अनि कस्तो मजाको हेर्नु, कलर पनि कति सी। यो ठ्याक्कै तपाईको यसको टेक्सचर म देखाउँछु हजुरहरुलाई यसरी खोलेरै। सी त्यो पानी जस्तो रहेछ के है, पानी जस्तो देख्न सक्नुहुन्छ, ठ्याक्कै पानी जस्तो। अनि यो युज गरेपछि यसरी फिज आउने रहेछ यसमा हैन। सी हैन, नाइस। यसलाई युज गर्नको लागि एकदमै सजिलो छ। यसलाई चाहिँ यहाँ प्रेस गर्ने हैन, यसलाई प्रेस गरेपछि यहाँ यसलाई हेर्नुस् यसरी फिज आउँछ, सजिलो हैन। अब यसलाई मजाले यसरी लगाउने है अनि यसलाई कता कता लगाउने हो, लगाएर मसाज गर्ने। धेरै होला भन्ने टेन्सन पनि भएन हैन, यसले आफै अड्कल्दिने भयो। प्लस चाहिँ धुन पनि सजिलो। सी हेर्न सक्नुहुन्छ मेरो फेसमा भएको फोरोहरू जति सबै निकालेको छ। ल हेर्नु मेकअपहरू जति सबै निकालिदिएको छ यसले, कति मजाले निकाल्दो रहेछ के है। अनि पोर्सलाई पनि मिनिमाइज गर्छ। मेरो फेसमा पोर्सहरू छ क्या, अनि त्यो भएको भएर यो एकदमै युजफुल हुन्छ भनेर मैले लिएको, राम्रो पनि हुन्छ र हेर्न सक्नुहुन्छ तपाईहरुले। सी यस्तो भयो हेर्नु, सबै फोर जति मेरो निकालिदिएको छ। अब यसलाई म सफा गर्छु फर्स्टमा। ओके सजिलो हो, क्लियर हैन त। अब म यो मेरो फेसलाई सफा गर्छु। मैले त सजिलो ओके मैले सफा गरेँ फेस हैन। ल हेर्नु, यदि तपाईहरुलाई मन पर्छ भने टिकटक शपमा गएर लिन सक्नुहुन्छ। है त बाइ बाइ।